होइन बुहारीको नानी यो के पो रुख निकै राम्रोसँग पो हुर्केको रहेछ त। काका यो कडी पत्ता हो नि। होइन यो कुवारी पत्ता भनेको चाहिँ के हो नानी, यो किन रोपेको नि? काका यो त एकदमै धेरै चाहिँ प्रशस्तै मात्रामा हाम्रो शरीरलाई अति आवश्यक चिज हो। यो एकदमै महत्त्वपूर्ण वनस्पति हो काका। हजुर नानी। यसले नि काका यसको पात हामीले बिहान बिहान सेवन गर्ने गऱ्यौँ भने यसलाई पखालेर काका 4-5 पत्ता चाहिँ डेली खाने गऱ्यो भने यसले चाहिँ रगतमा चिनीको मात्रालाई सन्तुलित राख्छ काका। हजुर नानी। यसमा प्रशस्तै मात्रामा आइरन पाइन्छ। हजुर नानी। अनि साथै काका यसमा फोलिक एसिड पाइने भएकोले शरीरमा ब्लडको मात्रालाई कमी हुन नदिन पनि यसले ठुलो मद्दत गर्छ काका। साह्रै राम्रो छ त। त्यति मात्रै कहाँ हो र काका। हजुर नानी। यो चाहिँ विशेष गरी महिलाहरूका लागि अत्यन्तै लाभदायक छ। यो चाहिँ अत्यन्तै प्रोटिन पाइने भएकोले महिलाहरूले चाहिँ एकदमै सेवन गर्न महत्त्वपूर्ण छ भनेर मैले डक्टरहरूको इन्टरभ्यूमा पनि सुनेको छु काका। यो साह्रै राम्रो चिज पो घरैमा रोपेकी रहेछ त नानी। हो त नि काका। अनि यसलाई चाहिँ नि काका हजुर हामीले दालमा अचारमा पनि खान सक्छौँ, अनि झानेर सब्जीमा पनि खान सक्छौँ, साथै यसको चिया बनाएर पनि खान सक्छौँ काका हामीले। यो साह्रै राम्रो चिज रहेछ बाबु। राम्रो छ काका। अलिकति लिएर जानु न हजुरलाई पनि, यसो सुगर हुन आँटो भने पनि यसले ब्लडको मात्रामा सन्तुलन राख्छ, चिनीको मात्रा ब्लडमा। टिपिदिन्छु काका, एक मुठी लिएर जानु है। हुन्छ नानी हुन्छ। हस्।